आदरणीय दर्शकबिन नमस्कार। नेपाल नलेज हबको अर्को अन्तर्वार्ता श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। आजको हाम्रो अतिथि हुनुहुन्छ डाक्टर सागर काफ्ले, जो डिआई डेन्टल हस्पिटलका चेयरम्यान हुनुहुन्छ। डाक्टर साहब, सर्वप्रथम त यहाँलाई स्वागत छ हाम्रो अन्तर्वार्ता श्रृङ्खलामा। थ्याङ्क यू हजुर, धन्यवाद। अनि यहाँले भर्खर डिआई हस्पिटल हजुर ओपन पनि गर्नुभएछ हो, त्यस लागि धेरै धेरै बधाई अनि शुभकामना पनि छ। धन्यवाद हजुर। के नेपालमा धमाधम डेन्टल हस्पिटल खोलिरहेछन्? हजुर, के निकै सम्भावना छ? हो, सम्भावना त नभएको ठाउँ त हुँदै होइन, सम्भावना चाहिँ छ। तर यो कसरी खोलिराखेको छ भने अलिकति पूर्वाधारहरू पुरा नगरिकन चोकमा खोलिराखेको छ, त्यो चाहिँ राम्रो होइन। जुन चाहिँ पूर्वाधारहरू सहितको जुन चाहिँ राम्रो जनताले सेवा पाउने खालको हस्पिटलहरू, त्यस्तो हस्पिटलहरू चाहिँ अलिक कम छ। अनि हाम्रो टार्गेटेड भनेको चाहिँ पूर्वाधार सहितको राम्रो सेवा सहितको हस्पिटल खोल्ने टार्गेट चाहिँ हाम्रो हो। अब त्यसमा चाहिँ तपाईँको अब धमाधम खोलिनु पनि त अब स्वाभाविक पनि हो एउटा, किनभने अब डेन्टिस्टहरूको यत्रो धेरै उत्पादन छ होइन। पर इयरै तपाईँको 300-400 जना उत्पादन हुन्छन्। टोटल डेन्टिस्ट हाम्रोमा 6000 प्लस छन् होइन। अब उनीहरू कि त विदेशमा जान पर्यो कि त यहीँ केही गर्नु पर्यो होइन। केही गर्नलाई अब त्यस्तो कारणले गर्दाखेरि तपाईँको खोलिएको छ। अहिले भइरहेका हस्पिटलभन्दा डिआई डेन्टल के कुरामा फरक हुन्छ? टुरिज्मलाई मेन प्रायोरिटीमा हालेर चाहिँ डिआई डेन्टल हस्पिटलको चाहिँ यसको स्थापना भएको छ होइन। डेन्टल टुरिज्म भन्नाले कस्तो भने हामीले चाहिँ यहाँको जनताले त सेवा त दिइहाल्छौँ नै, त्यसमा प्लस भनेको चाहिँ तपाईँको जनता विदेशबाट जुन चाहिँ अरू विदेशीहरू यहाँ आउनुहुन्छ, त्यसमा चाहिँ डेन्टलको उपचार सँगसँगै अनि उहाँहरूले चाहिँ घुम्ने, त्यसपछि खाने अनि सबै कुराहरू चाहिँ होइन त्यो प्याकेजमा हामी एउटा गराएर अनि उहाँहरूलाई यहाँ उपचार सँगसँगै उहाँहरूलाई होटेलको पनि व्यवस्थापन गर्ने। अनि त्यो उपचार अब 15 दिनको 20 दिनको होला। अनि त्यो उपचारको क्रममा हामीले उहाँहरूलाई हिमालदेखि लिएर तपाईँको सुन्दर सुन्दर ठाउँहरू, चितवन, पोखरासम्मको ठाउँहरूमा लाने अनि सँगसँगै उपचार पनि गर्ने। र त्यो सबै उपचारको अनि त्यो तपाईँको होटेलको, त्यसपछि गएर तपाईँको अनि ट्राभलको सबै 3-4वटालाई एउटा प्याकेजमा अनि हामीले चाहिँ उहाँहरूको चाहिँ ट्रिटमेन्ट गर्ने भन्ने हाम्रो प्लानिङ हो। अब त्यस्तो प्लानिङ चाहिँ अब हाम्रो देशमा चाहिँ त्यस्तो भइसकेको छैन। अलिअलि हिडन रूपमा त भएको होला, तर त्यस्तो चाहिँ अब जस्तै टर्की, थाइल्यान्ड, इन्डिया जस्तो देशहरूमा चाहिँ त्यस्तो सुरुवात भएको छ। अझ थाइल्यान्डमा र टर्कीमा त अब गभर्मेन्टले नै यसमा सपोर्ट गरेको छ। अब थाइल्यान्डमा कस्मेटिक डेन्टिस्ट्री भनेर अहिले ओल्ड टुरिज्मको एउटा थाइल्यान्ड र टर्की चाहिँ तपाईँको हब बनेको छ। अनि हाम्रो टार्गेट भनेको चाहिँ काठमाडौँ पनि किन हब नबनाउने, हामी नेपाल पनि किन हब नबनाउने। हामीसँग अलरेडी यत्रो चिजहरू छ। हामीसँग तपाईँको अल प्राकृतिक रूपले हेर्दाखेरि त हाम्रो देशमा त सब कुरा छ होइन। तपाईँको हिमाल छ, अनि त्यसपछि गएर सुन्दर सुन्दर ठाउँहरू छन्, पोखरा, चितवन, अनि तुरुन नेसनल पार्क छ, माउन्ट एभरेस्ट छ, सब कुरा छ नि हाम्रोमा। अनि त्यो सँगसँगै हामीसँग त त्यो अलरेडी भएको छ। अरू देशमा हामीसँग जतिको प्राकृतिक चिज छैन, तर पनि उनीहरू एउटा त्यो टुरिज्मलाई चाहिँ उनीहरूले प्रायोरिटी दिएर अनि त्यसपछि गएर एउटा तपाईँको ओल्डको हब बनाएर अनि त्यसपछि गएर देशको तपाईँको आर्थिक स्थितिलाई चाहिँ बढाइराखेको छन् उनीहरूले होइन। हाम्रोमा चाहिँ त्यो नभएको हुनाले गभर्मेन्टबाट पनि अलिक कमजोरी छन्। हामी जस्तोहरूलाई सपोर्ट गर्नको लागि गभर्मेन्टहरूको कुनै मैले अब गर्दैछु, हामीले अब बिस्तारै ट्राई गर्दैछौँ। होप अब गभर्मेन्टहरूले पनि सहयोग होला, सपोर्ट होला। यसमा कुनै रिसर्च केही भएको, स्टडी केही भएको छ? यसमा ठ्याक्कै त्यस्तो स्टडी रिसर्च त भएको छैन। मैले आफैले रिसर्च गरेको छु यसमा चाहिँ अलिकति केही उहरूमा चाहिँ। अनि त्यसमा चाहिँ कस्तो छ भने तपाईँको हाम्रो देशमा
केही च्यालेन्जहरू पनि छन् हैन। टुरिज्म भन्दैमा अब झ्याप्पै अहिले नै सबै कुराहरू एकैचोटि हुने भन्ने पनि छैन, तर हामी बिस्तारै त्यो च्यालेन्जिङहरूलाई चाहिँ हामी हटाउँदै, जस्तै अब गभर्मेन्टबाट हामीलाई गर्नुपर्ने कुराहरू के छ भने तपाईँको ट्राभल भनेको छ अब बाटोघाटोदेखि लिएर सेक्युरिटीदेखि लिएर त्यो हरेक कुराहरू पनि च्यालेन्जिङ छन् हैन। ठ्याक्क अब थर्ड वर्ल्ड कन्ट्री हो हाम्रो, अब ठ्याक्क फरेनरहरू एकै च्याप्पा हामीलाई ट्रस्ट गर्न पनि अलिकति त्यहाँ जाने कि के गर्ने भन्ने पनि छ। त्यो कुराहरूमा हामीलाई च्यालेन्जिङ छ, त्यसमा चाहिँ गभर्मेन्टले हामीलाई सहयोग गर्न पर्ने हुन्छ। मेडिकल टुरिज्म, डेन्टल टुरिज्म भनेको बाहिर निकै अभ्यास भएको कुरा हो। हजुर, नेपालमा तपाईँले जुन कन्सेप्ट लिएर आउनुभयो यो पक्कै पनि नयाँ कुरा हो। हजुर हो। अब यदि नेपालमा साँच्चै डेन्टल टुरिज्मको विकास गर्ने हो भने तपाईँले चाहिँ खास गरी पेसेन्ट भनौँ अथवा टुरिस्ट भनौँ, केही न केही मान्छे अथवा ग्राहक कस्टमर भनौँ, कुन देशका मान्छे आउन सक्छन् नेपालमा? अमेरिका, अस्ट्रेलियादेखि लिएर तपाईँको गल्फ कन्ट्रीदेखि लिएर सबै ठाउँको मान्छेहरू आउन सक्छन्। तर हामीले चाहिँ यो कुरालाई चाहिँ अलिकति प्रमोसन चाहिँ अलिकति राम्रो सहज वेमा हामीले हैन, अलिकति ट्रस्टेबल वेमा हामीले यसलाई चाहिँ गऱ्यौँ भने विश्वभरिको मान्छे आउँछन् नेपालमा। भनेको अब नेपालमा आउन सक्ने कारण चाहिँ के? अब हिमाल छ भनेर आउने कि राम्रा डाक्टर छ भनेर आउने कि खासमा के देखिनु भएको छ? दुवै छ भनेर आउँछन्। हामीसँग स्किल मेन पावर पनि छ, हामीसँग डक्टरहरू, हामी विश्वभरिको डक्टरहरूभन्दा हामी पनि कमी छैनौँ हैन। हामीसँग डिग्री त्यही हो हैन। हामीसँग स्किल मेन पावर पनि छ, प्लस हामीसँग स्किल मेन पावर सँगसँगै हामीसँग हिमाल पनि छ। मेन त भनौँ न हिमाल, यत्रो हिमालहरू छ, मान्छे फरेनरहरू त्यसको ट्रेकिङको लागि भनेर कति मान्छे आइरहेको हुन्छन् हैन। अब त्यो दुईवटा कुरा नै छ हामीसँग। उसो भए डेन्टल टुरिज्म, मेडिकल टुरिज्मको विकास गर्न हाम्रो प्राइभेट सेक्टरले के काम गर्नुपर्ने आवश्यक छ र गभर्मेन्टले के काम गर्नु जरुरी देख्नुहुन्छ? प्राइभेट सेक्टरले चाहिँ गर्नुपर्ने यसमा भनेको चाहिँ तपाईँको एउटा स्किल एन्ड पावरदेखि लिएर अनि त्यसमा हामीले गरिरहेको पूर्वाधारहरूको चाहिँ पुरै सब कुराहरू चाहिँ पुर्याउनु पर्ने एउटा छ हैन। अब जस्तै अब तपाईँको मेन पावरमा चाहिँ अब जस्तै हामीसँग कस्मेटिक डेन्टिस्ट्री भनेर चाहिँ यसलाई चाहिँ अलिकति हामी प्राइभेट उसमा चाहिँ अलिकति पूर्वाधारलाई अलिकति स्ट्यान्डर्डाइज बनाउँछौँ, अलिकति इन्टरनेसनल्ली देखिने खालको हुन्छ नि, अलिकति सबै अब इन्टरनेसनल स्ट्यान्डर्डको हामी प्राइभेट हस्पिटलहरू बनाउन हामी तयार छौँ हैन। हामी कुनै पनि अरूभन्दा अरू इन्टरनेसनल लेभलको भन्दा हामी त्योभन्दा कमजोरी त्यसमा केही पनि गर्दैनौँ। हामी बाँकी त हामी हुने चाहिने चिज, हुन पर्ने चिज, हामी स्ट्यान्डर्ड मेन्टेन गर्ने चिज र स्टेरिलाइजेसन मेन्टेन गर्ने चिज। स्टेरिलाइजेसन भन्नाले तपाईँको सरसफाइ हैन, तपाईँको उसमा भन्दाखेरि सरसफाइको मेन्टेन गर्ने चिजहरू चाहिँ त्यतिखेर लिएर अब इन्टरनेसनल स्ट्यान्डर्डको सर्भिसदेखि लिएर हैन। अब हामीसँग कस्तो खालको छ भने तपाईँको जुन चाहिँ जापानमा, अस्ट्रेलियामा, जुन चाहिँ अमेरिकामा हुने खालको उपचार हुन्छ त्यो यहाँ पनि हुन्छ, सेम खालकै हुन्छ, सेम मिसबाट हुन्छ। उता जस्तो खालको हुन्छ यता पनि त्यही खालको हुन्छ। उता त्यही उपचारलाई चाहिँ उताको $5-6 हजार पे गर्छन् भने हामी त्यसलाई हामी $2,000 $500 लिएर $2,000 हामी चाहिँ त्यसलाई उपचार गर्न तयार छौँ। हामी प्राइभेट सेक्टरहरूको हामी जुनसुकै हिसाबमा आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नलाई आफ्नो हस्पिटलकोलाई इन्टरनेसनल्ली रेकगनाइज गरेर इन्टरनेसनल लेभलको स्टेलाइजेसन गर्नदेखि लिएर इन्टरनेसनल लेभलको ट्रिटमेन्ट गर्न हामी तयार छौँ। र अब गभर्मेन्टले उताबाट यहाँ आएपछि उनीहरूलाई, पेसेन्टहरूलाई पनि फिल हुन पऱ्यो कि हामी एकदम सुरक्षित ठाउँमा छौँ, हाम्रो देश नेपाल सुरक्षित छ भन्ने खालको गभर्मेन्टले उताबाट आउने मान्छेलाई हरेक चिजहरूमा चाहिँ फेसिलिटी दिन पर्यो। त्यो चाहिँ हाम्रो पहुँचको कुरा भएन। हाम्रो पहुँचको कुरा भनेको चाहिँ हामी चाहिँ उताबाट आएकोलाई, पेसेन्टलाई चाहिँ हामी ट्रिटमेन्टमा चाहिँ कुनै पनि तपाईँको
नछोडिकन हामी उपचार गर्छौँ। जो आउनुहुन्छ उपचार गर्न उहाँहरूलाई फेसिलिटेसन गरिदिनु पर्यो भन्ने हो। त्यो पनि गर्नु पऱ्यो अनि सहयोग पनि गर्नु पऱ्यो। अब हरेक कुराको अब हामी अब मैले भने बल्ल हामी स्टार्टिङमा छौँ। अब के कुराको सहयोग हुनुपर्छ त्यसमा हामी स्टडी गर्दै पनि छौँ। अनि सहयोग आजको दिनमा यो भन्न सकिने अवस्था छ त? अब जस्तै अब तपाईँको सहयोग भन्नाले अब हाम्रो अब जस्तै टर्कीले अनि थाइल्यान्डले उनीहरूले इन्टरनेसनल ब्रान्डिङ गरेको छ उनीहरूले होइन। अब जस्तै एउटा कुनै एउटा प्राइभेट ठाउँलाई एउटा तपाईँको हब बनाएर उनीहरूले इन्टरनेसनल रूपमा तपाईँको गभर्मेन्टकै स्केलबाट तपाईँको उनीहरूले ब्रान्डिङ गर्दै आएको छ। अनि त्यस्तै खालको ब्रान्डिङ चाहिँ हाम्रो गभर्मेन्टले पनि गर्दैन पर्यो एक त होइन। अनि अर्को कुरा भनेको चाहिँ तपाईँको मैले अहिले पनि त्यही कुरा भने तपाईँको यहाँ आइसकेपछि इन्फ्रास्ट्रक्चरहरू होइन जस्तै ट्राभलको लागि कम्युनिकेसनको लागि होइन त्यसमा पनि उनीहरूले सहयोग गर्न पर्यो। नेपालको र विश्वको डेन्टलको कुरा गर्दाखेरि क्वालिटीको लेभल के छ होला? अहिले त हाम्रो देशमा पनि विश्वको जस्तै स्ट्यान्डर्डको क्वालिटी लेभल छ अहिले। त त्यो कुरा कसरी भन्न सक्छौँ हामी? त्यो कुराहरू त अब तपाईँहरू भिजिट गर्नु होइन। अब जस्तै अब डिआई डेन्टल हस्पिटल पनि एउटा त्यस्तै खालको क्वालिटी दिनकै लागि खोलेको। अब जस्तै किन भन्न सक्छौँ भने अब उनीहरूसँग हुने पूर्वाधार र उनीहरूसँग हुने डिग्री यहाँ पनि छ। अब उनीहरूले जे सामानले प्रयोग गर्छन् हामीसँग नै छ भनेपछि त उपचार त त्यही नै हो होइन। जस्तै तपाईँले सुन लाउनु भने यहाँ पनि त्यही नै हो सुन। तपाईँले उता अमेरिकामा किन्नु भयो भने पनि सुन त्यही नै हो। त्यस्तै यहाँ पनि उपचार गर्नलाई सबै इक्विपमेन्टहरूदेखि लिएर मटेरियलदेखि लिएर स्किल मेन पावरदेखि लिएर ट्रेन मेन पावरदेखि लिएर सबैजना। अब जस्तै यहाँ कतिजना डाक्टर साहबहरू हुनुहुन्छ कि बाहिर गएर ट्रेनिङ गरेर पढेर आएर यहाँ सेवा दिनुभएको पनि कतिजना हुनुहुन्छ। उताकै लाइसेन्स पास भएर आएर यहाँ काम गर्ने पनि कतिजना हुनुहुन्छ होइन। उताको त्यो भएको हुनाले बाहिर र यहाँ चाहिँ तपाईँको स्ट्यान्डर्ड ट्रिटमेन्टमा फरक छैन। नेपालको यो डेन्टिस्ट बिजनेस कस्तो छ र यङ डक्टरहरूले यसलाई कसरी लिइरहनु भएको छ? खास गरी के सुनिन्छ भने डक्टरहरू यहाँ पढ्ने बाहिर जाने भन्ने क्रम पनि छ। त्यसले ओभरअल हाम्रो डेन्टल बिजनेसमा के प्रभाव परिरहेको छ यसले गर्दा? त्यसले गर्दाखेरि हाम्रो देशमा चाहिँ यस्तो छ अलिकति तपाईँको जस्तै अब ठुल्ठुलो प्राइभेट हस्पिटलदेखि लिएर गभर्मेन्ट हस्पिटलमा अब विदेश जानेको मेन कारण भनेको अब भनौँ न पढ्दाखेरिको तपाईँको कति 50 लाखको इन्भेस्टमेन्ट भएको हुन्छ भनौँ लाखौँ इन्भेस्टमेन्ट भएको हुन्छ। तर पछि गभर्मेन्टको स्केलमा हेर्दाखेरि डेन्टिस्टको स्यालेरी भनेको त्यही 40-45 हजार स्यालेरी छ होइन। अब त्यसले चाहिँ अब यहाँको अहिलेको महँगी खर्चदेखि लिएर आफूलाई मेन्टेन गर्नेदेखि लिएर आफ्नो एजुकेसनलाई तपाईँको अपडेट गर्नलाई यो चाहिँ पुगिरहेको छैन। अनि मेन कारण भनेको चाहिँ त्यसैले गर्दाखेरि चाहिँ धेरैजनाहरू डक्टरहरू चाहिँ विदेशिनुको कारण मेन त्यो गभर्मेन्ट स्केलमा चाहिँ ठुलो रूपमा चाहिँ मेन पावर पनि थप्नुपर्छ र सँगसँगै तलब स्यालेरीको पनि वृद्धि गर्नुपर्छ। अनि त्यो भयो भने चाहिँ मलाई जहाँसम्म लाग्छ कि कोही पनि मान्छे आफ्नो देश छाडेर विदेश गएर सेवा दिउँ भन्ने चाहिँ हुँदैन। यसमा अब केही महिना 4 महिना 6 महिना ट्रेनिङ गरेर तपाईँको पढेर ट्रेनिङ गरेर काम गरिदिनु पनि छन्। त्यसलाई भन्छौँ हामी डेन्टल क्वाकरी भन्छौँ। त्यसले गर्दाखेरि चाहिँ हामी जस्तो डक्टरहरूलाई पनि एकदम च्यालेन्जिङ रूपमा आएको छ यो कुराहरू होइन। अब जनताको माझ त्यो कुरा पुगेको छैन होइन। सरकारले अब पत्रिकाबाट हुन्छ कि टेलिभिजनबाट हुन्छ कि होइन तपाईँको स्थानीय निकायबाट हुन्छ कि जनतालाई चाहिँ यो ठाउँमा जानु हुँदैन, क्वाकरी भनेको यो हो, यस्तो ठाउँमा चाहिँ जानु हुँदैन भनेर एउटा सरकारको स्तरबाट त्यो कुराहरूलाई चाहिँ जानकारी दिन एउटा पर्यो। अनि नेक्स्ट अर्को च्यालेन्जिङ रूप भनेको अब जस्तै डेन्टिस्टको प्रोडक्सन त धेरै छ होइन। वर्षौँ 400-500 जना प्रोडक्सन छन्। कति डेन्टिस्टहरू चाहिँ जबलेस छन्
कतिजना जबलेस भएर विदेशिएका छन् हैन। अब त्यसमा चाहिँ अब प्रोडक्सनलाई चाहिँ अलिकति कम गर्न पनि बेला छ अहिले चाहिँ, किनकि डेन्टिस्टको चाहिँ अब जस्तै त्यसलाई अलिकति कम गराउने, अनि त्यसपछि गएर यो क्लिनिकहरू हस्पिटलहरू खोल्दा चाहिँ एउटा मिनिमम स्तरको मापदण्ड चाहिँ गभर्मेन्ट स्केलबाट तोकिदिने हैन। त्यो अनि त्यसपछि गएर गभर्मेन्ट स्केलबाट पनि प्राइभेटले र सरकारीले प्राइभेट हस्पिटलमा चाहिँ यतिसम्मको मिनिमम स्यालेरी दिन पर्छ भनेर एउटा हालिदिने, त्यो पनि गर्नुपर्छ। र अब च्यालेन्जिङ हामीहरूको फेजमा च्यालेन्जिङ भनेको चाहिँ त्यही हामीलाई पनि अब वी आर नट सेटिस्फाई। अब भोलि बिहान के हुने हो हैन, हामीले त यत्रो उ गरेछौँ इन्भेस्टमेन्ट हैन। भोलि बिहान अब कोरोना आयो अस्ति, त्यस्तो टाइममा अब कति 2 वर्ष नै क्लोज भयो डेन्टलका, कति हस्पिटलहरू क्लोज भए, कति क्लिनिकहरू क्लोज भए। अब त्यसमा हामीलाई सेक्युरिटी के त हैन, त्यो कुराहरूलाई पनि च्यालेन्जिङ छ। र अनि डेन्टल बिजनेस नभएको होइन, राम्रो छ हैन। अब त्यसलाई मैले भने नि अब नयाँ कन्सेप्ट लिएर आएर अनि इन्टरनेसनल फरेनरहरूलाई ट्रिटमेन्ट गरेर यहाँको पनि क्वालिटी अब सर्भिस दियो भने यो च्यालेन्जिङ सँगसँगै राम्रो पनि छ। ओभरअल डेन्टल सेक्टरको कुरा गर्नुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू हजुर।